साथीहरु नमस्कार। आज बिदाको दिन पारेर यस्तो अब यता पार्कतिर छेउछाउतिर घुम्नलाई जानु पर्यो भनेर म यता पार्कतिर आएको छु। पार्कमा फुलहरू एकदम दामी फुलहरू चङ्गी बगैँचा बनाएको छ, एकदम दामी छ। भने यता शालिक पनि जस्तो हो, शालिक पनि एकजनाले विजय प्राप्त गरेको जस्तो एकजनालाई के भन्छ विजय प्राप्त गर्नेले उहाँलाई पराजय गरे जस्तो टाइपको हतकडी लगाएको मूर्तिहरू पनि छ। मूर्ति भन्ने शालिकहरू भन्ने दामी रहेछ ठाउँ। यता पनि दामी छ ठाउँ है, उता पनि दामी ठाउँ छ एकदम। यस्तो छ ठाउँ हरियाली रङ्गी एकदम दामी। मान्छेहरूको भिडै भिड छ, एकदम खतरनाक भिड लागिरहेछ। यस्तो पार्क छ, ठुलो पार्क रहेछ। आज छुट्टीको दिनमा फुलहरू पनि फुलिसकेको छ, एकदम रङ्गी चङ्गी भएको छ है, रमाइलो छ। अनि यतातिर यसरी देख्न सक्नुहुन्छ ठुलो फुल है, यहाँ रमाइएको टुरिस्ट यस्तो दामी छ, रमाइलो रहेछ। मान्छेहरू जताततै देख्न सक्नुहुन्छ, पुरै फुल फुलेर दामी भएको छ। त्यही भएर अब म यस्तो हाम्रो जस्तै मार्केटहरू पनि सानो फुलहरू दामी फुल्छ भने उतातिर बच्चाहरूको खेल्ने ठाउँ छ दामी। पार्क पनि धेरै ठुलो रहेछ। यस्तरी मान्छेहरू कति हो बच्चाहरू घुम्ने पार्क, खेल्ने पार्क, बिदाको दिन रमाइलो गर्ने पार्क भने एकचोटि माथितिर जानुपर्छ। उतातिर के रहेछ फुटबल, स्कुलको फुटबल खेल्ने ग्राउन्ड रहेछ भनेपछि त्यहाँ पनि रमाइलो छ। उताहरू बच्चाहरू फुटबल खेलिरहेछ, सानो बच्चाहरू भने आजको दिन यस्तो छ। कहाँ जाने घुम्ने पनि ठाउँ छैन धेरै अहिलेलाई। सानो बच्चाहरू छ खेलिरहेछ। एकछिन माथि हेर्नु पऱ्यो, अलि माथि यस्तो माथि छ के रहेछ माथितिर हेर्नु जानु पऱ्यो। ठाउँ चाहिँ दामी बिन्दास रहेछ है, साह्रै मन पर्यो यो ठाउँ। त्यही भएर म यता आएको आज। एकदम ठाउँ बिन्दास ठाउँ, रमाइलो लाग्यो यहाँ घुम्दाखेरि। यस्तो छ, हामी बुकारेस्ट सेक्टर नम्बर 2 पान्तोलिमनमा हो। एकदम दामी ठाउँ छ। यस्तरी बच्चाहरू घुम्ने ठाउँ, पार्कहरू दामी। घाम पनि अब अस्ताउने बेला भइरहेको छ। घाम अब अस्ताउने बेला छ। यो बेला म यसो एक्लै छु, त्यही पनि घुमिरहेको छु, कोही छैन साथीभाइहरू, किनकि सबैको ड्युटी छ। त्यही भएर म एक्लै
यता छौँ निरा छौँ त्यही पनि रमाइलो छ। अलि उचाइमा आएँ, उचाइमा आएपछि यस्तो देखिँदो रहेछ पार्क। यहाँ बस्नु बनाएको रहेछ भनेपछि यता टिकटक बनाउनेहरू भिडियो बनाउनेहरू टन्नै छ। लङ टेनिस खेलिरहेछ, टेबल टेनिसहरू पनि खेलिरहेछ। होस् ठिक छ। ऊ यता टेनिस खेलिरहेछ, यता साइडमा लङ टेनिस फुटसलहरू। रमाइलो छ ठाउँ त, एकदम रमाइलो छ, घुम्न लायक ठाउँ छ। यतिको भयो भने त क्या मजा आउँछ। ल यत्रै रहेछ पार्क। पार्कको पुरै यो डिजाइन, मेन डिजाइन यस्तो छ होइन। यता साइडमा बच्चाहरू खेल्दो रहेछ। थ्याङ्क यू। अब फर्कने बेला भयो। पार्क 5 मिनटभित्र मैले भ्याइसकेँ, के रहेछ कस्तो रहेछ भनेर भ्याइसकेँ। जे होस् फ्रेस हुनको लागि पार्कतिर पनि राम्रो रहेछ। अब हरियाली छाइसकेको छ, फुलहरू फुल्ने बेला भइसक्यो, त्यही भएर यता रङ्गीचङ्गी छ।